ह्याप्पी दसैँ साथीहरू, हजुरहरूलाई स्वागत छ हाम्रो जेठीको कान्छी ब्लगमा। हजुरहरू पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला, हामी पनि सन्चै आरामै छौँ। के कसो भइरहेछ दसैँको तयारी? खसी ससी ढल्यो कि नै? हाम्रो त यता छ नि, हेर्नु त अनुहार कति राम्रो छ नि मेरो बुढी। रातभरि नसुते पनि ऊ हुन्न। 3 साढे 3 बजे सुतेर 6 बजे उठेर नि अनि 3 घन्टा सुतेको, त्यही पनि केही पनि भ्याइन्न। अझ माथि सफा गर्नु त्यसै छ। माथि त एलियनहरूले गरिहाल्छ नि। यहाँ चाहिँ हेर्नु आउने त, यहाँ चाहिँ चामल भिजाएर राखेको छु भात पकाउने अरे। यो भात पकाउनलाई। अब यता चाहिँ मटरहरू उसिनेर राखेको छु, यहाँ आलु उसिनेर राखेको छु, यहाँ कुकर उसाल्दैछन्, यहाँ कडाई उसिनिराखे। सुन्नुहोस् त्यहाँ त मासु पकाउने छ। अब चाहिँ यस्तै छ साथीहरू है। अब हामीले चाहिँ भर्खर भर्खर पूजापाठ चाहिँ गरियो, पूजा चाहिँ गरियो। हाम्रो जमरा त्यस्तो छ गरै। ह्याप्पी दसैँ हजुरहरू सबैजनालाई। दसैँको धेरै धेरै शुभकामना छ। नेपाल जान नपाए पनि हेर्नुहोस् के भन्ने, नेपाल जाने बाटो बिर्सेछन् यिनले। सिरी लेखेर आउनुपर्छ नेपाल जान। सिरी सिरी त आफ्नो पोइको अगाडि लेखे नि हुन्छ क्या। सिरी मेरो बुढा भने पनि हुन्छ यार। किस्मतमा पनि हुनु पर्यो। मामा घर जाउँला छिची माम खाउला। अब भने होइन त्योभन्दा दोकानबाट आउला चिची माम खाउला भन्यो। बुढीले बनाउँछ, बुढाले खायो। त्यस्तै छ साथीहरू, हेर्नु के गर्ने। तयार भएको साथीहरू, पोहोर त खै ठ्याक्क टिका लगाउने बेलामा घरबाट फोन आएको थियो। यसपालि त आउँदैन आएन, साह्रै हेपेको छन् हामीले। टिका लगाएर गर्छन् कि पहिला मलाई टिका लगाइदिनु, पहिला म आफूले लान्छु। हेर्नु साथीहरू, अब आफू त मिलारमा यता कता फर्केर के ल। हजुरहरूलाई पनि हेप्पी टिका है। लगाएर म चाहिँ लगाएँ आफूलाई। हाम्रो त यस्तै हो, हेर्नु के गर्ने। जमरा पनि राख्ने पर्यो है। ल हजुरहरूलाई पनि दसैँको धेरै 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 शुभकामना ल है। सबैको दसैँ एकदमै खुसियाली होस्, एकदमै राम्रो होस्। रमाइलो है, सधैँ खुसी रहनु, हाँसिरहनु, रमाइलो गर्नु, बुढोलाई धेरै माया गर्नु, सबैले घर परिवार सबैलाई माया गर्नु है। मिसाउने गर्ने होइन, मुख चाहिँ सधैँ ढक्क लाएर हाँसी खुसी होस्। ल हेप्पी दसैँ। मैले लगाएको टिको खासै अड्किन्न है। भाग्यमानी भयो, सौभाग्यपति हो कि पति हो है। अहिले मिलाउने क्या मलाई चाहिँ साथीहरू उतिखेर झनक्क झनक्क हुन्छ भन्ने जस्तो भएर पनि साँच्चै बिहानबाट लाने यति मेहनत गरेर अहिले आज वास्तवमा यति चिनी बिर्सेको मैले। लो खाऊ है। ए खान्न अहिले खान्छु। ए पहिलातिर छैन हो। ल के भन्ने चाहिँ भाइ, म जान्दैन है। बुढाले धेरै माया गर्न होला हजुरले। हजुर चाँडै खान्छ सुन्नु होला। यस्तो बिरामी भएको त अलि हुँदैन। आशीर्वाद दिन आउँदैन कि मलाई। मन दिने हो क्या। मनमा नै आउँदैन। सुन्ने गरेर त हुँदैन काट्यो शिक्षण। भिडियो बनाएपछि सबै थाहा पाउँछन् हो। काम गरेर
राम्रो देखियो होइन टिका लिएर टिका नगराइदिनु क्या गरिदिनु क्या ल त भाइ हाँसी खुसी होस् अर्को साल दसैँ अब घरतिर मनाउने वर्ष पऱ्यो घरतिर मनाउनु होला त्यो साल यस्तै हो हामी छन् त दाइ हजुर टेन्सनै नगर्नु यार ल भाइ है हजुर चाहिँ ठिक होस् धनधर्मीले आश गरौँ रास गरौँ तरुलले आश गरौँ आशीर्वाद दिनु भन्ने कुरा हामीले सबभन्दा मेन कुरो सधैँ राम्रो होस् घर परिवारमा हामीसँग पनि एकदम राम्रो होस् साथीहरू हेर्नु टिका पनि लगाइयो राजा जी र भाइहरू पनि दोकान गइसक्नु भयो अघि नै अब चाहिँ एकछिनमा हाम्रो ठुलो नानीहरू आउँदै हुनुहुन्छ अनि मैले चाहिँ अब यो तताएर चिसो भइसकेको थियो अनि फेरि यसलाई तताएर राख्नु लाग्छु छु अब यी खाना चाहिँ यस्तो छ नि यहाँ भद्रको सामान हेर्नु हामी नै यतातिर कसैले त्यस्तो अब नेपालीहरूले मात्रै हो कसैले लाउँदैनन् अघि पुरा गाडी आएको थियो पुरा खाना जाँदाखेरि टिका लगाएर राख्दैखेर हेरिरहन्छन् क्या मान्छेहरूले यता कस्तो अलिअलि त मोबाइल सवाल हेरेर पनि होइन थाहा हुन्छ है नेपालीहरूको आज ऊ हो भन्ने कस्तो एकदम कि अनौठो मानेर हेर्छन् क्या सबै लाग्छ अब चाहिँ ठुलानीहरू आएपछि फेरि टिका सिक्का लगाएर अनि खानु पर्ला भनेको हेर्नु कतिखेर आउनुहुन्छ र भोक लागिसक्यो अनि मैले यहाँ दबाई पनि खानु छ नि त मासु यो चाहिँ खालि भुटेको मात्रै मतलब सुक्खा है यो चाहिँ हाम्रो घर पाहुना आएको है पाहुना वेलकम माई हाउस किरायाको हाउस नमस्कार ठिकै छ म त रुँदै बस्दै गरेँ भगवान्ले सबै रक्षा गर्नु हजुरहरूलाई सबभन्दा हामीले टिको लगाइदिन पाइयोस् सबै हरेक वर्ष टिको लगाउनु पाइयोस् हाम्रो टिको अडिन है लगाएर मोबाइल थोरै चलाएँ कानले त्यो टाढा राखेँ यस्तैमा हो क्या दिदी ठ्याक्क दसैँ तिहारमा हो दिदी अरू मैले पनि ठ्याक्कै यस्तै अलिअलि चलाउँछु नयाँ जोडीहरूको फोटो खिचिदिन्छु ल है चेलीबेटीलाई हामी खुवाउँदैछौँ हाम्रो चेलाबेटाले यता यस्तो छ हेरि पाएर जेबर कपडा लाग्यो हजुर जेब छ ए ल यहाँ राख्नुहोस् अब म पनि खान्छु अहिले मैले फोन गरेँ है भनेको गरेर कसैले पनि हेलो साथीहरू हामी चाहिँ अब हिँडेको नसोची नसम्झी हामी चाहिँ एक्कासी उठेर दिल्ली के अरे
इन्डिया गेटतिर हिँडेको है तर घरमा नबनेको फेरि पार्क जान लाग्यो घरमा फेरि पार्क भनेर खानेकुरा बोकेर हिँडेको राति कतिखेर पुगिन्छ अनि गाडी खाइन्छ मेट्रो आए जस्तो छ है अब चाहिँ हाम्रो हाम्रो होइन साथीहरू अब एकैचोटि हामी भुइँ पुगेर दिल्ली गेटसँग के दुश्मनी छ मेरो दिल्ली गेटसँग के दुश्मनी छ मेरो पानी हेर्नु गाह्रो भयो हेर्नु साथीहरू पानी परि परि पानी झरीमा रुजेर भए पनि हामी चाहिँ फाइनली गन्तव्यमा आइपुगेको छौँ हेर्नुहोस् झमक्कै रात पर्यो ल बत्ती बोल्यो है अझै बोल्नै बाँकी छ कति कति त तर जति उता परेको त्योभन्दा कम छ है यता चाहिँ मेरो मोबाइल रुज्यो है हेर्नु हामी चाहिँ छाता ओढी ओढी कसैले ओढ्ने कसैले नओढ्ने यस्तै छ अन्त कहीँ गइन खालि यही इन्डिया गेट आएको छ जेमा पनि यसैमा आएको छ पानी परेर डिस्टर्ब गर्यो तर पानी चाहिँ अलिक यतातिर चाहिँ कम परेछ है नसोचिकन नपत्याइकन आइयो नि हैन कलमा हुनुहुन्छ नि कला भिडियो बनाएको होइन बारे लाइभ होइन भिडियो बनाएको ल हेर्नु यहाँ बुलबुला सधैँ यही देखाइरहने है ल हेर्नुहोस् मजा त ठिकै हो तर पानीले गर्दा अलिकति डिस्टर्ब चाहिँ गर्यो तर आएर राम्रो पनि भयो भन्नु न यता फेरि पुरा जस्तो पानी परेर रहेनछ नि त अब चाहिँ हामी फर्किनु लाग्यो है कति जानुभयो म त उनी उभिनु भयो भनेर बसेको ए उता अब चाहिँ हामी फर्केको कति ढिला भइसक्यो अब घर गएर फेरि यहाँ जति घुम्नु घुमियो अब घर गएर टुटा भाडा माग्नु पर्छ बुहारी मान्छे के गर्ने मेट्रोको इन्तजार गर्दै हामी चाहिँ मेट्रो हिँड्यो 7:30 भइसक्यो रातिको ल है हाम्रो पाहुना पनि अब जान लाग्नु भयो घुमेर हो है इन्टरनेसनलै हो घुमेर नि आइयो अब त्यही त नि हजुर पनि राम्रोसँग जानु होला हेर्नुहोस् के गर्ने यस्तै छ परदेशी भन्ने जस्तै कहाँनिर आउने हो हिँड्नु न म पनि जान्छु फेरि फेरि भेटौँला अब कहिले कहिले थाहा छैन आउँदै गर्नु होला ल ल बाई राम्रोसँग जानु है पाहुनाले छोडेर पनि आइयो हेर्नु बाटोसम्म अब म चाहिँ फेरि आफ्नो किचनतिरको काम गर्नु पर्यो अब कहिले भेट हुने हो थाहा छैन हेर्नुहोस्
कस्तो रमाइलो भएको थियो सुन्ने फिल भयो र है साथीहरू। अब चाहिँ म यहाँ भाडा माझ्नु छ है, यहाँ यत्रो जुठो भाडा छ अनि यतातिर पनि नि अब के गर्ने हो। म चाहिँ अब काम गर्छु है। लास्टै ढिलो भइसक्यो। कति बज्यो 12:30 11:15 ए भगवान् 10:15 भइसक्यो। म चाहिँ अब काम गर्छु, भिडियो कन्टिन्यू गर्न सक्दिनँ। अब अहिले चाहिँ भयो भने कन्टिन्यू गर्छु, होइन भने चाहिँ यही लास्ट हुन्छ। ल साथीहरू खाना हेर्नु दिउँसोकै थियो यत्रो। अहिले चाहिँ मैले त्यसरी केही पकाएको होइन हुनाले यही घिरम्लाको तरकारी पकाएको। अर्को भाइ बिरामी भाइ खानुहुन्न होला मासु भनेर अब के गर्नुहुन्छ। अनि मैले चाहिँ खाइसकेँ है। 12 बजेपछि हामी अलि मासु नखानु पर्यो त्यही भएर मैले खाइसकेको। म त लोत परेँ साथीहरू, लोत। राति पनि ढिलो सुताइ अनि त्यसपछि बिहान छिटो उठाइ अनि हालत खराब भइन्छ। यता भाइको पनि हालत खराब भन्छ बिचरा। यो पछाडिको क्यामेरा त किन यस्तो दमिलो आएको छ चमेला नि त। आउनु न दिन्न म छिटो आउनुहोस् साथीहरू। अब चाहिँ सुत्नु पर्यो है, सुत्नु पर्यो। अब दसैँको मासु पनि लगाउनु चपा दाजुको दसैँको मासु पनि भ्याइयो। अब भोलिबाट फेरि उही नर्मल हो। भाइलाई सन्चो भएपछि चाहिँ टक्क फेरि भाइको लागि चाहिँ बनाउने स्पेसल। अनि अब फेरि भोलि नेक्स्ट अर्को भिडियोमा भेटौँला। आँखा बटारेर मेरो हत्ते 3 घन्टा सुतेको राति, त्यही हो। त्यसपछि सुतेन। ओके बाई, ह्याप्पी दसैँ। फेरि पनि अझै 6-4 दिनसम्म ह्याप्पी दसैँ भनेको भने होला। ल बाई गर्नुहोस्। बाई। हस् जो नेक्स्ट भिडियोमा भेटौँला। म कति कालो देखेको